नमस्कार सम्पूर्ण साथीहरूलाई। आज पनि हामी नयाँ भिडियो लिएर यस च्यानलमा उपस्थित भइसकेका छौँ। आजको बसाइमा हामी 2083 साल वैशाख महिनामा सञ्चालित बिनीको प्रथम पत्रको प्रश्नहरू लिएर उपस्थित भइसकेका छौँ। साथीहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला भने सम्पूर्ण साथीहरूले लाइक, कमेन्ट अनि सेयर गरेर हामीलाई सहयोग गर्नुहुनेछ भन्ने आशा छ। हामीलाई आशा छ कि तपाईहरूलाई यो भिडियो निकै उपयोगी हुनेछ र अघिल्लो वर्षहरूमा अङ्ग्रेजी माध्यममा मात्र प्रश्न सोधिए तापनि यस वर्ष भने नेपाली र अङ्ग्रेजी दुवै माध्यममा क्वेसन सोधिएको थियो। परीक्षामा सोधिएका प्रश्नहरू जति सम्झिएको छ त्यति नै राखिएको छ। सबै प्रश्नहरू समावेश गरिएको छैन र विशेष गरी धन्यवाद त प्रश्न पठाउने साथीलाई विशेष मुरी धन्यवाद दिन चाहन्छु। ढिला नगरी आजका प्रश्नहरू सुचारू गरौँ। प्रश्नहरू प्रत्येक प्रश्नमा मैले 5 सेकेन्ड तपाईहरूलाई समय दिने गर्दछु। त्यसमा 5 सेकेन्डमा तपाईहरूले त्यसको जवाफ दिनुहुनेछ र कुनै प्रश्नहरू बीचमा मैले तपाईहरूलाई कमेन्ट गर्नका लागि पनि छोडिदिएको छु। आशा छ तपाईहरूले कमेन्ट गरेर त्यसको सही उत्तर दिनुहुनेछ र प्रश्नहरू यस प्रकार रहेका छन्। एकमा छ दिगो विकासको लक्ष्य कतिवटा छन्? एन्सर 17 वटा। अब प्रश्न नम्बर 2 मा रहेको छ भीमसेन थापाको मृत्यु कहिले भएको थियो? भीमसेन थापाको मृत्यु कहिले भएको थियो? एन्सर विक्रम सम्वत 1896 4 महिना 16 गतेको दिन। प्रश्न नम्बर 3 यस प्रकारको रहेको छ तालहरूको जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। एबीसीडी यो कोलुममा चाहिँ तालहरूको नाम दिएको छ, अर्कोतिर 1 2 3 4 गरेर जिल्लाहरूको नाम दिएको छ। तपाईहरूले यसलाई कुन ताल कुन जिल्लामा पर्दछ भनेर मिलाउनु होला। यसको एन्सर रहेको छ A3 B1 C4 D2। प्रश्न नम्बर 4 CTEVT नर्सिङ कलेजमा नर्सिङको कोटा निर्धारण कसले गर्छ? एन्सर रहेको छ चिकित्सा शिक्षा आयोगले। प्रश्न नम्बर 5 यस प्रकार रहेको छ 500 मिटर माथिको हावापानीलाई के भनिन्छ? अप्सन रहेका छन् ए लेकाली, बी हिमाली, सी न्यानो समशीतोष्ण, डी ठण्डा समशीतोष्ण। एन्सर बी हिमाली। नम्बर 6 रहेको छ निजामती सेवा अन्तर्गत कति प्रकारका सेवा पर्दछन्? एन्सर 10 प्रकारका। प्रश्न नम्बर 7 मा रहेको छ निजामती कर्मचारीको आचार संहिता उल्लङ्घन गरेमा के सजाय हुने व्यवस्था छ? यसको एन्सर तपाईहरूले कमेन्टमा गर्नुहोला। प्रश्न नम्बर 8 मा छ 16औं योजनामा विद्युतमा पहुँच पुगेको परिवार संख्या कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ? एन्सर 100%। प्रश्न नम्बर 9 यस प्रकार रहेको छ हिल्डा टावाको पाठ्यक्रम विकासको चौथो योजना कुन हो? अप्सनहरू ए मूल्याङ्कन, बी विषयवस्तुको संगठन, सी विषयवस्तु छनौट, डी उद्देश्य। एन्सर बी विषयवस्तु संगठन। प्रश्न नम्बर 10 मा रहेको छ राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव को रहने व्यवस्था छ? एन्सर रक्षा मन्त्रालयको सचिव अथवा रक्षा सचिव। प्रश्न नम्बर 11 मा बिमस्टेकको 6औं शिखर सम्मेलन कहाँ भएको थियो?
एन्सर ब्याङ्ककमा भएको थियो 2025मा। प्रश्न नम्बर 12 यस प्रकार छ, पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय कुन दिनमा गरेका थिए? अप्सनहरू ए इन्द्र जात्रा, बी गाई जात्रा, सी घोडे जात्रा, डी भोटो जात्रा। एन्सर ए इन्द्र जात्रा। प्रश्न नम्बर 13 मा रहेको छ, अब 2082-83 को आर्थिक वृद्धि दर कति पुर्याउने लक्ष्य राखिएको छ? एन्सर तपाईहरुले कमेन्ट गर्नुहोला। प्रश्न नम्बर 14 समूहमा नमिल्ने पत्ता लगाउनुहोस्। प्रश्न नम्बर 15 रहेको छ, समानुपातमा 4:15 र x:60 भए x को मान पत्ता लगाउनुहोस्। एन्सर 16 रहे। अब समसामयिक घटनाहरू छन् केही 2-3वटा प्रश्न अनि त्यसपछि अरु सबै बाँकी प्रश्नहरू रहेका छन्। समसामयिक प्रश्नमा 16 नम्बरमा छ, जेनजेट शहीद घोषणा दिवस कहिले मनाउने निर्णय भएको थियो? एन्सर भदौ 23 गते। प्रश्न नम्बर 17 मा छ, एनपीएल सिजन 2 मा जम्मा कतिवटा टिमको सहभागिता रहेको थियो? एन्सर 8 वटा। प्रश्न नम्बर 18 विक्रम सम्वत 2082 मा मदन पुरस्कार पाउन सफल कृति उर्माला के विषयवस्तुमा आधारित थियो? यसको एन्सर तपाईहरुले कमेन्ट गरिदिनु होला। प्रश्न नम्बर 19 विश्व अर्थतन्त्र सन् 2025 मा दोस्रो स्थानमा कुन राष्ट्र थियो? अप्सनहरु रहेको छ, अमेरिका, फ्रान्स, चीन र भारत। एन्सर रहेको छ चीन। प्रश्न नम्बर 20 मा रहेको छ, उच्च शिक्षाको गुणस्तर परीक्षण कसले गर्छ? यसको एन्सर तपाईहरु कमेन्टमा लेखिदिनु होला। प्रश्न नम्बर 21 40 * 5 - 30/6 = 31 यो समीकरण ठीक छैन, ठीक बनाउन के गर्नुपर्छ? यसको एन्सर तपाईहरुले हिसाब गरेर कमेन्ट गरिदिनु होला। प्रश्न नम्बर 22 मा छ, राशिप यो 2028 ले अनिवार्य रोजगारका लागि कति सम्मको अध्ययनमा समावेश गरिएको थियो? यसको पनि एन्सर कमेन्ट गरिदिनु होला। प्रश्न नम्बर 23 मा छ, 450 मा किनेको सामान बिक्री मूल्यको 10% नाफा गरेर बेच्न कतिमा बेच्नुपर्छ? प्रश्न फेरि एकपटक, 450 मा किनेको सामान बिक्री मूल्यको 10% नाफा गरेर बेच्न कतिमा बेच्नुपर्छ? एन्सर 500 मा। प्रश्न नम्बर 24 छ, पेडोलोजी केसँग सम्बन्धित छ? कमेन्ट गरिदिनु होला। 25 मा निम्न मध्ये कुन भनाइ सही छ? आईको भित्री मधेसको सबैभन्दा ठूलो जिल्ला दाङ हो। आईआईमा भित्री मधेस भाबर प्रदेशको दक्षिणमा पर्छ। अप्सनहरु रहेका छन्, ए भनाइ आई मात्र सही छ, बी भनाइ आईआई मात्र सही छ, सी दुवै भनाइ सही छन्, डी दुवै भनाइ गलत छन्। एन्सर भनाइ आई मात्र सही छ।
प्रश्न नम्बर 26 मा रहेको छ नेपालको पहाडी भूभागमा बसोबास गर्ने मानिसको प्रतिशत कति छ? पहाडी भूभागमा बसोबास गर्ने मानिसहरूको प्रतिशत कति छ? एन्सर 40.31%। 27 एजेन्डा 21 केसँग सम्बन्धित छ? एजेन्डा 21 केसँग सम्बन्धित छ? एन्सर वातावरण र दिगो विकाससँग सम्बन्धित छ। प्रश्न नम्बर 28 मा छ प्रदेशको वार्षिक बजेट कसले विनियोजन गर्छ? एन्सर प्रदेश सरकारले। अब प्रश्न नम्बर 29 मा रहेको छ नेपालमा कति प्रकारको सरकार छन्? नेपालमा कति प्रकारको सरकार रहेका छन्? एन्सर 3 प्रकारको संघीय, प्रदेश र स्थानीय तह गरी 3 प्रकारको छ सरकार। प्रश्न नम्बर 30 मा छ नेपाल WTO को सदस्य कहिले भयो? नेपाल WTO को सदस्य कहिले भयो? एन्सर 2004 अप्रिल 23 मा। प्रश्न नम्बर 31 को नेपालको झण्डा सम्बन्धी संविधानको कति धारामा व्यवस्था गरिएको छ? धारा 8। 32 मा गणेश हिमालमा के पाइन्छ? तामा, फलाम, सिसा र जस्ता। अप्सनहरू तामा, फलाम, सिसा र जस्ता। एन्सर रहेको छ सिसा। प्रश्न नम्बर 33 मा छ एउटा आइमाईले एउटा केटीलाई आफ्नो आमाको भाइको छोरी भनेर चिनाइन्, उनीहरू बीचको नाता के हुन्छ? एउटा आइमाईले एउटा केटीलाई आफ्नो आमाको भाइको छोरी भनेर चिनाइन्, उनीहरू बीचको नाता के हुन्छ? एन्सर कमेन्टमा र यो चाहिँ द्वितीय पत्रको प्रश्नहरू यहाँ राखिएको छ। यसपछि यो प्रश्न भनेको तृतीय प्रश्नको प्रश्नपत्र पनि यहाँ समावेश गरिएको छ। यतिन्जेलसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद। तपाईहरूको केही सल्लाह, सुझाव र प्रतिक्रिया भए कमेन्टमा गरिदिनुहुने छ भन्ने आशा गर्दै आजको भिडियोलाई यहीँ टुङ्गाउँछु। हस्त धन्यवाद।